तिम्रो कपाल यस्तो रातो हुन्छ कि तिमीले चाहे जस्तो रातो हुन्छ, धेरै पनि हुन्न। यो यो यता यो बाँच्दिएछ हैन, अनि यो लेग गार्ड पनि भाङ्गो बनाइदिएछ कि हल्का। हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। अहिले चाहिँ गाइज यहाँ देख्न सक्नुहुन्छ हाम्रो मैया यहाँ एकछिन होइन, हाम्रो मैयाले चाहिँ के गर्न लाग्छन् भने हेर्नु यहाँ घिउकुमारीको पत्ता काटेर ल्याएर अनि यसलाई ट्याक्क भित्र यसको घिउकुमारी निकालेर अनि यहाँ मेहन्दी लगाइरहेको छन् मैयाले। आज कपाल लास्टै चिलाए अरे अनि के भयो अरे, अब लगाउनु मन लागेपछि त अनेक थरीका बाहना आइहाल्छन् होइन। अनि त्यही भएर मेहन्दी लगाइरहेछ गाइज मैयाले है। अनि लगाइदिनु पर्ने चाहिँ मैयाले चाहिँ के मिक्स गरेर पुर हाल्यो, अनि त्यसपछि यो के हो निसा हाल्यो, नुपुर निसा मेथी तीनवटा मिसाउनु पर्छ। अनि अझ घिउकुमारी खाऊ न थोरै कस्तो छ। खाँदैनन् त यो, खान्छन् त अनि खाउने लाने लगाउने सबै त हो नि। के भयो यार, चिसोले हो किनभने पेट कडाइदिँदा हिजो मुला खाइदिएको थियो, त्यो भएर हो। मुला खाएर राति पेट दुखेर कति हो 12 बजे 1 बजेतिर पेट दुखेर यस्तो हैरान भयो गाइस है। आमामा एकछिन त म उठेर यस्तरी समाएर बसेको के, त्यस्तो खटाइ नसुन्नु भएको थियो राति। तर मुला चाहिँ खानु हुँदो रहेछ चिसोमा धेरै। मैले हिजो धेरै खाइदिएको थिएँ कि, अचार हाल्नको लागि बनाइरहेको थिएँ नि त। अनि त्यो भएर त्यो मुला चाहिँ काट्दाखेरि चाहिँ मैले खाइरहेको थिएँ कुटुकुचो होइन, धेरै खाइहालेछु क्या। अनि त्यो चाहिँ राति मलाई रियाक्सन देखिरहेको थियो। गाइज हेर्नु यहाँ मोल्दा मोल्दै कलर हेर्नु कस्तो लाग्यो, यो कलर कस्तो कलर भयो यो। यसो हेर्दाखेरि त गोबर ग्यासमा घुलिरहेको हुन्छ नि। त्यस्तै छैन त, अलिकति बढी रातो होला यो, नै त्यो पनि त्यो रातै हुन्छ। बनिसक्न लाग्यो, अब लगभग भइसक्यो। अब चाहिँ टाउकोमा दल्न मात्रै बाँकी छ। दल्ने चाहिँ के लियो, यही ब्रुसले हो कि त्यो जाली साली भाँडा मान्ने जाली सालीले दल्ने हो? है हातकोले हाल्छ यार। गाइज यो चाहिँ मैले लिएर बाहिर आइसकेँ होइन। अनि यो चाहिँ बनेर रेडी भइसकेको छ, मैले लिएर आइसकेँ बाहिर। अनि त्यसपछि अब मैया चाहिँ आउँदैछ उता, त्यो उयो चाहिँ यहाँ लाग्छ नि त, दुपट्टा सुपट्टा लिएर चाहिँ आउँदैछन् मैया। आयो भने चाहिँ म लगाइदिन्छु है। त्यसपछि आइसकिन् मैया पनि दुपट्टा लिएर, उता आउँदैछन् देख्न सक्नुहुन्छ। अब चाहिँ म लगाइदिन जाँदैछु गाइज है मैयालाई। अब यहाँ कहाँ बस्छु है, इटारी एउटा ट्याक्क ल यहाँ कुर्ची सुर्ची बनाइदिन्छु मैयाको लागि। ल बस यहाँ, कपाल कोर्नुपर्छ। कपाल बढेर हेर्नुहोस् त मैयाको, यहाँ कहाँ पुगेछु, यहीँ तलै पुगेछ है। अझ काटेको हो यो मैयाले कपाल, अझै लामो थियो गाइज। यो काटेर लामो भयो भनेरै काटिदिएको अझ चाहिँ म लगाइदिन जाँदैछु मैयाको लागि है। ट्याक्क यो ब्रुसमा लिएर आमा ऐना हेर्दै हेर्नु न कस्तो गोरी देखेछु अरे। ओ माइ गॉड, अब झन् यो मेहन्दी लगाएपछि त झन् के भन्ने हो। ल अब ट्याक्क यहाँबाट ल्याएर ल यहाँ लगाएर ट्याक्कसित, तिमी नि यस्तो बुढो पाउनु त भाग्यमानी हो। हेर ट्याक्क मैले कलर गरिदिन्छु अनि छोरो खेलाइदिन्छु अनि तिमीले मस्त काम गर्नु पाउँछौ। अनि गरिसक्यो कि नै? अब भात पनि तिमी त औँला दिए हातै तान्ने टाइपको छौ यार। भात पनि पकाइदिनु भन्छ यार गाइज यार। पकाइदिन्छु त कहिले काहीँ, त्यो पनि पकाएको छैन र होइन। यो जति लायो त्यति हराउँछ त यार, के पुग्छ त यो तिमीलाई। तिम्रो कपाल यस्तो रातो हुन्छ कि तिमीले चाहे जस्तो रातो हुन्छ, धेरै पनि हुन्न। म चाहिँ यहाँ हेर्नु गाइज लगाइदिरहेको छु है मैयालाई ट्याक्क कलर मस्तसँग। बस भइरहेछ कि नै भन, हेर ऐना हेर्दै भन, भइरहेछ कि नै? यहाँ लागेछ, यो पुछ त यो अलिकति ब्रुसमै लागेछ। दुपट्टाले पुछ न, कपालमा लगाऊ, त्यहाँ नै अझै लाग्छ। उता यो नलगेतिर यतातिर के हो यार, खै त्यो कपडा ल्याउ न। किन? अनि यो कपडामा अहिले लाग्ने छ, अनि अहिले छुट्टिएको यताउता भएको है। मैयाले चाहिँ मलाई सिकाउँदैछन् आइडिया होइन, अनि त्यही आइडिया अनुसार मैले लगाइदिँदैछु। अब चाहिँ ट्याक्कसित यसरी आधामा लगाउनु पर्ने रहेछ यो, त्यसरी नै लगाइदिइरहेको छु मैयाले भने अनुसार नै। मैले लगाएको भएन अरे गाइस, त्यो भएर अहिले चाहिँ मैयाले आफै लगाउँदैछिन् है। हेर्नु है त यहाँ यसरी प्लास्टिक बाँधेर हातमा अनि यसरी गाम लगाउने रहेछ। अनि मलाई दियो ब्रुस, अनि ब्रुस कहाँ हुन्छ अनि हुन्न त, ढिलो भयो अरे। अनि आफूले चाहिँ हातले लाउने रहेछ यसरी, अनि मलाई चाहिँ ढिलो भयो भनेर अनि प्लास्टिक बाँधेर हातमा आफैले लाउँदैछ। अनि यत्रो लामो कपाल छ, अनि आधा मान्छे जत्रो कपाल छ, अनि त्यो ब्रुसले कति ब्रुसले कहाँसम्म लाग्छ? अनि आइडिया त्यो पो रहेछ।
अझ के पुछ्ने हो झन् अब त्यही त्यही प्लास्टिकले त्यहाँ पुछेपछि जाँदो हो त यहाँ यो कपडा छ त खै यहाँ लगाइहालेछ हेर्न नि 2 मिनेटमा लगाएर भ्याइदियो यार मैले यार अनि यति फास्ट हुँदो रहेछ 2 मिनेटमै भ्याइदियो अहिले त्यो ब्रुस लाउनु लगाएको भए त आज दिनै बित्थ्यो होला यार आधा दिन भइसक्यो थियो आधा दिन गइहाल्थ्यो छोरो त अनि एकचोटि उठेर सुतिसक्यो बाबु चाहिँ सुतेको छ अनि त्यही भएर अनि मसँग यहाँ लगाउनु पाइरहेको छ बाबु उठेको भए त कहाँ पाउँथ्यो होइन सो गाइस हामी चाहिँ भर्खर बजार गएर आएको होइन कस्तो ल्याङ भइदियो भने यहाँ हेर्नु नि गाइस यहाँ गाडी चाहिँ त्यहाँ पार्किङमा ठडाएको थियो कि अनि यहाँ टोक्ने एउटा अटोवाला आएर चाहिँ हानेर हेर्नु न यहाँ गाडी यो यता यो भाँच्दिएछ होइन पछाडि यहाँ क्र्याक क्र्याक भएको छ यो भाँच्दिएछ अनि त्यसपछि यहाँ स्क्र्याचहरू आएछ अनि यो लेग गार्ड पनि बाङ्गो बनाइदिएछ क्या हल्का लेग गार्ड बाङ्गो बनाइदियो त्यसपछि यहाँ यो अगाडि डिस्क ब्रेकको यो उसमा चाहिँ यस्तो बनाएछ यो घुटिएछ होइन अनि बाइक चाहिँ ढालिदियो कि त्यहाँ पार्किङमा राखेको बाइक होइन अनि त्यसपछि हानेर अनि भागिदिएको के अझ त्यो ढलिसके यस्तो कमसेकम उठाएर यताउता राखिदिनु पर्छ नि त अनि मैले चाहिँ पार्किङमा राखेको थिएँ कि अनि पार्किङमा राखेको आएर हानिदिएछ हानेर अनि ढालेर अनि त्यसपछि भागिदिएछ मान्छेहरू पनि कस्तो कस्तो खालको हुने कि अनि त्यसपछि यहाँ हल्का हल्का स्क्र्याच आएको छ यतातिर होइन यता खाँचो यो बाङ्गो पुऱ्याइदिएछ कि बाङ्गो भएछ यो ढलेर अनि त्यसपछि हल्का स्क्र्याच छ त्यहाँ पछाडि त्यो साइलेन्सरको कभर पनि भाँचिएछ है पार्किङमा राखेको थियो अनि पार्किङमा राखेको गाडी चाहिँ आएर हानिदिएर अनि के भन्ने अटोवाला भागिहाल्यो रोक भन्दा भन्दै भागिहाल्यो यस्तो हुन्छ मान्छेहरू है बाबुले हेर्नु न लाइटरको लिएरै हिँडेछ त्यहाँ छोरो मामुलाई देऊ त्यो गएर आज बजार गएको यस्तो नमजा भयो झन् बाइक ढालिदिएर हिँडेर छोटाहरू कस्तो तालले चलाएको क्या अटो पार्किङमा राखेको बाइकलाई ठोकेर गइदियो भने अनि कमसेकम त्यसरी त्यो बाइक हानेर ढालिदिइसकेपछि त होइन रोकेर यसो बाइक साइक उठाइदिने हो भाग्दैछ भनेको कस्तो फटा मान्छे हेर्नु न कस्तो भने फेरि नेपाली चाहिँ होइन हाम्रो यता इन्डिया साइडको मान्छेहरू चाहिँ होइन अलिकति फटा नै गर्यो कि उसले अनि अब के भन्नु अनि त्यसपछि कसलाई के भन्नु ढालेर भागिसकेपछि होइन अनि यस्तो नमजा लाग्यो मलाई अनि त्यसपछि पछि चाहिँ बाइक साइक उठाएँ यताउता हेरेँ अब टुटफुट भएर रहेछ अनि अब त्यसरी पार्किङमा राख्यो बाइकलाई होइन त्यसरी हान्न चाहिँ नआउने हो कि खास गाइस त्यही होइन अलिकति ब्याड भयो नमजा भयो अब के गर्नु अब कहिले काहीँ यस्तै हुँदो रहेछ होइन नचाहँदै पनि अब ओके गाइस आजलाई भिडियो पनि यति नै नेक्स्ट ब्लगमा फेरि भेटौँला आजलाई बाई